मत्स्य व्यवसायमा राम्रोसँग लगानी गर्ने हो भने कहिल्यै पनि घाटा पर्दैन। दाना हान्न सक्नु एक मिनट कहिल्यै पनि घाटा पर्दैन। माछै खाऊ खसीको मासु भन्दा माछा बढी गर्छ माछै खाऊ यस्ता योङहरू देख्न पाउँदा विक्रम सम्वत 2036 सालमा विवाह भएको बुबा आमा 45 वर्षदेखि सँगै हुनुहुँदो रहेछ। यसरी नै बुबा आमा हाँस्दै रमाउँदै कृषि पेसालाई अँगाल्दै आउनुभएको छु। उहाँहरू 41 वर्षदेखि निरन्तर माछा पालन व्यावसायिक रूपमा लाग्नु भएको रहेछ। पोखरीको बारेमा केही बुझ्नलाई हजुरको पोखरीमा आयो। हजुरले चाहिँ हामीलाई आज पोखरीको बारेमा जानकारी होइन कसरी गरिन्छ के गरिन्छ हजुरले हामीलाई जानकारी दिन पऱ्यो। के लाग्छ भने एउटा ग्यारेन्टी चाहिँ के हो भने कृषि व्यवसायमा अरू सबै खेती जुवा छन् तर मत्स्य व्यवसाय जुवा होइन। मत्स्य व्यवसायमा राम्रोसँग लगानी गर्ने हो भने कहिल्यै पनि घाटा पर्दैन। दाना हान्न सक्नु एक मिनट कहिल्यै पनि घाटा पर्दैन। ल मत्स्य व्यवसायमा किनभने यो फ्लक्चुएट भने नेपाली परिवर्तन नहुने उतार चढाव नहुने फ्लक्चुएट भने है। अलिअलि मर्ने भने मरिहाल्छ। एक मिनट धेरै मर्ने भन्ने हुँदैन। माछाको भाउ घट्दै घट्दैन। काउली भाउ कति हुन्छ? कहिले 5 रुपियाँ हुन्छ, कहिले बारीमा जोत्नु परिरहेको हुन्छ होइन। टमाटर कति फालेछ के खाली पनि राखेको टमाटर यो ट्र्याक्टरमा ल्याएर भाउ फ्लक्चुएट छैन। 250 भन्दा माथि 3.5 काठमाडौँ पोखर पठाउँदा मैले 350 पठाइरहेको छु होइन। फेरि हेल्थको लागि भन्ने हो भने अहिले सबै डाक्टरदेखि लिएर सबै साइन्टिस्टहरूले माछै खाऊ खसीको मासु भन्दा माछा बढी गर्छ माछै खाऊ मुटु माछा खाऊ कलेजहरू माछै खाऊ त्यो भने बाबुहरूले एकदम हो कि होइन वास्तवमा भन्ने हो भने हजुर अब अहिले त हजुरले देखिरहनु भएको छ सबै युवा पुस्ताहरू त विदेश जाने भयो। विदेश जाने रहरै भयो। हाम्रो यहाँको जमिनहरू त अब लगभग सबै बाँझो नै हुने भयो होइन त बुवा। यो कुरोमा चाहिँ बुवा हजुरले जस्तै अब युवाहरूलाई यहाँ रहनको लागि चाहिँ के भन्न चाहनुहुन्छ बुवा? यहीँ रहोस् यहीँ गरोस् यो व्यवसायमा पनि हुन्छ भन्ने कुराले चाहिँ हजुरले उहाँहरूलाई चाहिँ केही भन्नु पऱ्यो भने के जानकारी दिन चाहनुहुन्छ बुवा? यो प्रश्न चाहिँ बडा डेन्जर प्रश्न छ। यो अलिकति अलि खतरनाक प्रश्न नै छ। म मात्रै के भन्न चाहन्छु भने सर्वप्रथम हिम्मत गरौँ। पहिलो कुरो त हिम्मतै हो। यहाँ बसेर नै हामीले कुनै न कुनै किसिमले बाँच्न सकिन्छ। हाम्रा पिता पुर्खा नि यहाँ बाँचे हुन्, हामी नि बाँच्न सकिन्छ भन्ने हिम्मत गरौँ। पहिलो कुरो। दोस्रो कुरो भने के हो भने यहाँ यो डाँडा जति सबै खाली अनि मैदान जति सबै खाली बनाएर हामी समृद्ध हुन सक्छौँ? सकिँदैन। सकिन्छ सम्भवै भएन। अहिले यहाँ अब म तिमीहरूलाई के भन्नु पर्यो है, हामी रेमिट्यान्सको भरमा बाँचे हो कि अहिलेको यो अवस्थामा त त्यही नै देखिन्छ। दिगो हो होइन बुवा, दिगो हो यो त दिगो हुँदै भएन। हजुर दिगो हो होइन पार लाउन सकिन्छ हामीले? सकिन्न बुवा। रेमिट्यान्सको भरमा यो त पाखुरीमा बल हुन्दिनसम्म मात्रैको पेसा भयो। रेमिट्यान्सको भरमा हामी धानिन्छौँ? हामी सकिन्न बुवा। ल मेरो केही लागेन, मैले तिमीहरूलाई जिम्मा दिएँ, जे गर्ने गर, यही भन्छु म तिमीहरूलाई। भनेपछि होइन म त मार्ने भने 10-15 उल्कै माछे 20 चौपट। हजुर हजुर तिमीहरूको त अझै 40 वर्ष छ नि त यार। ल जिम्मा दिएँ म तिमीलाई। ल के गर्ने तिमीहरू आफै जान। बुवा हजुरले अब त्यो बेलामा त हाम्रो मिसिनहरू केही पनि थिएन पोखरी बनाउनमा होइन।
अनि त्यतिखेर चाहिँ हजुरले पोखरी चाहिँ कसरी बनाउनु भयो? यसो म के भन्छु भने म वास्तवमा भन्यो नि यहाँको अलि हुनेखाने परिवारकै छोरो होइन। यहाँ यो खेत कस्तो थियो भने धान चाहिँ एक बाली हुने पुरै ढल्ने अर्को खेती लाउनु नसकिने होइन। अनि म एसएलसी 30 सालमा गरेँ होइन पद्मोदय माध्यमिक विद्यालयबाट। अनि आइए चाहिँ मिन भवन क्याम्पसबाट गरेपछि मेरो हामी 3 भाइ, माइलो 34 सालको एसएलसी, अनि बहिनी फेरि 37 सालको एसएलसी, अनि कान्छो भाइ 38 या 39 सालको एसएलसी। म यहाँ आएपछि जग्गा त थुप्रै छ तर पैसाको सधैँ खाँचो त्यो बेलामा घर झुपडी घरले बारे घर पैसाको सधैँ खाँचो के गर्ने होला यो अचम्म जग्गा त यत्रो 5-7 बिघा छ 8-10 बिघा छ पैसाको सधैँ खाँचो ए रामा मलाई कसैले सिकाए पनि होइन केही पनि होइन अब माछा पाल्न ठिक बुवा जस्तै हजुरले अहिले यो 4-5 बिघा टोटल भन्दाखेरि 4-5 बिघा जमिनमा पोखरी गरिरहँदाखेरि हजुरले भन्न मिल्ने भयो है फेरि हामीले वार्षिक रूपमा चाहिँ कति जति आम्दानी गर्न सकिन्छ बुवा? मैले यहाँभन्दा अगाडि चाहिँ 12.5 लाखमा ठेक्का दिएको थिएँ। हजुर ठिक्कै हजुरले दिँदाखेरि 12.5 लाखमा दिनुभयो? 12.5 लाखमा दिएको थिएँ होइन। अहिले हाल चाहिँ भनौँ पोहोर उसले पुरै माछा पोखरी सुकाएरै हजुर लिएर गयो होइन। यसपल्ट पनि लगभग त्यति आएन 2-4 लाख चाहिँ भनौँ न आयो कि भने जस्तो ला क्यालकुलेसन गरेको भनेपछि हजुरले अब युवाहरूलाई चाहिँ यसमा लाग्दा हुन्छ भनेर जानकारी दिनुहुन्छ होइन। म एउटा अब ग्यारेन्टी भनेर भनौँ न अब त्यस्तो 100% त भन्न मिल्दैन तर माछा पालन व्यवसाय आफ्नै जग्गा छ भने त त्यो कहिले पनि घाटा जाएन त्यो त घाटामा जाएन होइन। यदि भाडामा लिएर पनि तिमीहरू गर्ने प्रयत्न गर्छौ भने लामो समयको लागि 5 वर्ष 7 वर्ष 10 वर्ष लङ टर्ममा जानु पर्यो। लङ टर्ममा होइन हजुर 5 वर्ष 7 वर्ष 10 वर्ष तिमीहरूले त्यस्तो खालको जग्गा जमिन मेचीदेखि महाकालीसम्म जहाँ पाए पनि हजुर पानीको स्रोत चाहिँ हुनु पर्यो। हजुर हेर पानीको स्रोत हुनु पर्यो। हेर लङ टर्म बेसिसमा मेचीदेखि महाकाली ल म ग्यारेन्टी दिन्छु कहिल्यै पनि घाटामा जान्छ। त्यो धन्य बन्न इच्छा छ भने त अब त्यो यो बुवा यो गोबरहरू पनि हामीले यो पोखरीकै लागि लिएर आयौँ एकदम। यो त हजुरले अब आफ्नै फार्मबाटै निकाल्नुहुन्छ होइन? अहिलेसम्म किन्न गर्न त परेको छैन बुवा? छैन आफूलाई चाहिने सामान आफैले उत्पादन गर्ने एकदम। यो नेचुरल फुड भने तिमीहरूले यो पोखरीमा नेचुरल फुड र आर्टिफिसियल फुड भने तिमीहरूलाई ज्ञान छैन यो भन्नुहोस् न बुवा हामी त जान्न चाहन्छौँ। नेचुरल फुड हजुर र आर्टिफिसियल फुड भन्छ कि हेर नेचुरल फुड भने फोटोसिन्थेसिस भने थाहा छ तिमीहरूलाई? भन्नुहोस् न फोटोसिन्थेसिस प्रोसेस भनेको ज्ञान छैन के यो चाहिँ बुवा हाम्रो गाई फार्म अब एउटा बसिहाल्यो। हजुर बिहान 3 बजेदेखिबाट यसरी नै गोठ परिसरमै लाग्नुहुन्छ? यस गोठ पनि सफा राख्नुभयो बुवाले है। बामा भएर पनि यति धेरै दुःख गर्नुपर्छ यो उमेरमा पनि होइन बाँचिन्जेल घत्रकै परियो भने बेग्लै कुरो हजुर नभए त भिन्न परिगयो नि त पर्यो त्यत्रो
बुवा अहिले चाहिँ हाम्रो चाडा गाई रहेछ चाडा गाई नै बुवा दुनो हो त्यो चाहिँ मैले बैशाखमा आउँछ हजुर त्यो दुनो छोडेँ हजुर यो अहिले भर्खर बिहाको लैनो ए लैनो भयो बाछी यही हो हजुर यसको बाछी यो हो यसको चाहिँ बाछी मऱ्यो हजुर अहिले 3टा दुनो छ बुवा अनि बुवा हामीले दुध डेरीमा लिएर जानुहुन्छ कि घर गाउँमै बिक्री हुन्छ दुध डेरीमा दुध डेरीमा पुऱ्याउनुहुन्छ है अब डेरी नजिकै छ बुवा यहाँ नजिकै छ यो गाईहरू त बुवा सबै हाम्रो जर्सी गाई नै हुन् है यसकै छोरी हो यो हजुर त्यो पनि यसकै छोरी हो यो 3 पुस्ते छ 3 पुस्ते 3 पुस्ते गाई हो भने 3 पुस्ते राख्नुभयो हजुरले बुवा हजुरलाई यसमा धेरै धेरै धन्यवाद हजुरप्रति हामी आभारी पनि छौँ हजुरले हामीलाई हजुरको पोखरी घुमाउनु भयो अनि गाई फार्म देखाउनु भयो यसमा हजुरलाई धेरै धेरै धन्यवाद हजुरले अन्तिममा पनि हामीहरूलाई दिदी सल्लाह सुझाव केही भनिदिनुहोस् म अब बाबुहरू आएर मसँग भेटघाट गरेर जुन एउटा कुराकानी गर्ने अवसर दिनुभयो यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछु म धेरै धेरै आभार छ आउँदा दिनमा पनि यहाँ केही गर्न सकिन्छ भन्ने बारेमा यहाँहरूको मन मस्तिष्कमा सधैँ पलाओस् र जवान केटकेटी बालबच्चा सबै यहीँ बसेर नि पाल्न सकिन्छ भन्ने भित्रदेखि आओस् यहाँहरूमा ल यति त है धन्यवाद बुवा हाँस्नु त ल दुवैजना एकअर्कालाई हेर हाँस्नु त ल कमान्डर म्याडम हाम्रो बुवा कति सालमा बिहे भयो भन्नुभयो बुवा 36 सालमा बिहे भयो 36 सालदेखि एउटा निरन्तर सम्बन्ध हाम्रो बाबाको है बाबाको सम्बन्धमा त्यही त रमाइलो हो नि बा कमान्डर म्याडम ठिक छ ठिक नभए नि के हार्ने हो होइन ठिक नभए नि के हार्ने हो र ठिक नभए नि के हार्ने हो र त्यही ठिकै छ अनुहारमा हेर्नु नि दुवैजनाले एकअर्कालाई हेलो कमान्डर म्याडम बाहिर खान्थे चौलाई चौलाई ओके हेर त उ त्यो बाख्राले हेलो अनि खेती गर्दा उनीहरूले बाँध त